हेलो एभ्रिवान, वेलकम टु यु अल इन माई युट्युब च्यानल। म दिपेश घरती मगर। आज हामी डेरिभेटिभबाट एउटा इम्पोर्टेन्ट क्वेसन लिएर आएको छु। क्वेसन यस्तो रहेको छ, फाइन्ड फ्रम फर्स्ट प्रिन्सिपल द डेरिभेटिभ अफ 1 बाई रुट अन्डर 4 माइनस 5x। अब यसको सल्युसन गरौँ ढिला नगरिकन। सल्युसन लेट y इक्वल्स टु के लेखौँ, फंक्सन के छ हाम्रो 1 बाई रुट अन्डर 4 माइनस 5x छ हो कि होइन। यो छ भनेपछि यसलाई के लेख्न पाइयो, 1 बाई 4 माइनस 5x को पावर 1 बाई 2 लेख्न पाइयो, पाइएन। रुट हटाउँदा 1 बाई 2 हुन्छ कि हुन्न, हुन्छ। यसलाई माथि लग्दा के हुन्छ, 4 माइनस 5x को पावर माइनस 1/2 हुन्छ कि हुन्न। कसरी भन्दा x को पावर n छ भनेपछि 1/x को पावर माइनस n हुन्छ कि हुन्न, हुन्छ। भनेपछि अब यसलाई उता लगिदिउँ, x को पावर माइनस n हुन्छ भने 1/x को पावर n हुन्छ। हेर्नु, x को पावर 1/x को पावर n जस्तो छ छैन भनेपछि यसलाई के लेख्न पाउने हो त, x को पावर माइनस n लेख्न पाउने हो त। मैले त्यही लेखेँ, 4 माइनस 5x जस्तो x मान्नु यसलाई, x को पावर माइनस n भने जस्तो माइनस 1/2, यही नै भयो। अब डेल्टा सपोज delta x and delta y be the small increment in x and y respectively। x र y मा चाहिँ डेल्टा x र डेल्टा y इन्क्रिमेन्ट गर्ने भने हो। अब फर्स्ट प्रिन्सिपलले के भन्छ त, हामीलाई थाहा छ, dy by dx इक्वल टु लिमिट डेल्टा x टेन्स टु 0 डेल्टा y by डेल्टा x भन्छ भन्न फर्स्ट प्रिन्सिपलले त्यही भन्छ हो कि होइन हो। अब फर्स्ट प्रिन्सिपलले यही भन्छ नि, अब हामीले चाहिँ डेल्टा x र डेल्टा y, त्यही भएर हामीले यहाँ इन्क्रिमेन्ट गर्नुपर्छ है त। यो भनेको के त भन्दा y मा डेल्टा y थप्ने, x मा डेल्टा x थप्ने भने है त, एड गर्ने भने हो। के छ, y प्लस डेल्टा y गर्ने हो कि होइन, y मा डेल्टा y थप्ने भनेको कि होइन, यो भनेको हो इक्वल्स टु 4 माइनस 5x प्लस डेल्टा x लेख्ने भनेको कि यो भनेको फेरि 4 माइनस 5x भनेपछि एक्समा डेल्टा x इन्क्रिमेन्ट गर्ने हो, त्यो गरेँ मैले। पावर छ माइनस 1/2 छँदै छ हो कि होइन, छ, त्यही नै छ भनेपछि अब हेर्नु, डेल्टा y इक्वल्स टु y ले उता पठाउनु 4 माइनस 5x माइनस 5 डेल्टा x हुन्छ कि हुन्न, ब्राकेट खुलाएको मैले हो कि होइन। 5x प्लस माइनस माइनस 5 डेल्टा x यही लेखेँ मैले, को पावर माइनस 1/2 माइनस y लेख्न पाइयो भएन, यो y उता गयो कि गएन, गयो। यसलाई अझ फर्दर सिम्प्लिफाई गरौँ, के हुन्छ त भन्दा डेल्टा y इक्वल्स टु 4 माइनस 5x माइनस 5 डेल्टा x को पावर माइनस 1/2 माइनस y भनेको के छ त, 4 माइनस 5x को पावर माइनस 1/2 छ छैन, छ। हेर्नु त, y को ठाउँमा मैले यही भ्यालु सब्स्टिट्युट गर्ने, हेर्नु त, यो y को ठाउँमा 4 माइनस 5x को पावर माइनस 1/2 मैले सब्स्टिट्युट गरेँ, त्यही गरेँ हो। अझै हेरौँ यसलाई के हुन्छ। अब डिभाइडिङ
both side by delta x delta x ले चाहिँ दुवैतिर डिभाइड गर्ने किन त भन्दा फर्स्ट प्रिन्सिपलले के भन्छ dy by dx equals to limit delta x tends to 0 delta y upon delta x भन्छ हेर्नु त डेल्टा y चाहिँ छ हाम्रो हो किन डेल्टा x अपनमा छ छैन त्यही भएर चाहिँ डेल्टा y र डेल्टा x ल्याउनको लागि डेल्टा x ले चाहिँ डिभाइड गर्नुपर्छ है त किनकि यहाँ प्रिन्सिपल यही भन्छ नि त हो किन यो चाहिँ हाम्रो के हो त फर्स्ट प्रिन्सिपलले यो भन्छ अब यता हेर डिभाइड गरौँ डेल्टा y by डेल्टा x इक्वल टु 4 minus 5x minus 5 delta x को पावर minus 1 upon 2 minus 4 minus 5x को पावर minus 1 upon 2 divide by delta x भयो कि हैन किनकि दुईतिर डिभाइड गर्ने भने हैन डेल्टा x ले डिभाइड गरे मैले अब के हुन्छ अझै अब by definition ले के भन्छ dy by dx equals to के भन्छ limit delta x tends to 0 delta y upon delta x भन्छ कि भन्दैन भन्छ अब हेर्नु त limit delta x tends to 0 delta y by delta x भनेको भ्यालु के छ त 4 minus 5x minus 5 delta x को पावर minus 1 upon 2 minus 4 minus 5x को पावर minus 1 upon 2 हुन्छ हो कि हैन डिभाइड बाइ डेल्टा x हरु छँदै छ हो कि हैन डेल्टा x हरु छँदै छ और भनेपछि के हुन्छ त अब हेर्नु त हामीले यहाँ डेल्टा x को भ्यालु सिधै 0 राख्दै के हुन्छ हाम्रो इन्फिनिटी आउँछ कि आन्सर आउँछ नि त हो किन भन्नु त समथिङ बाइ 0 भने के हुन्छ समथिङ अपन 0 भने के हो त हाम्रो इन्फिनिटी हो कि हैन हो इन्फिनिटी भनेको त हाम्रो सोलुसनै हैन हो किन त्यही भएर हामीले यसलाई चाहिँ चेन्ज गर्न पर्छ केमा चेन्ज गर्ने त भन्दा एउटा फर्मुला छ नि हाम्रो लिमिटमा हैन लिमिट x टेन्ड्स टु a x को पावर n माइनस a को पावर n अपन x माइनस a भयो भने के हुन्छ n a को पावर n माइनस 1 हुन्छ कि हुन्न यो फर्मुला हुन्छ यहाँ x हुने बेला यहाँ पनि x हुनु पर्यो यहाँ y हुने बेला यहाँ पनि y हुन पर्छ सरी यहाँ a हुने बेला यहाँ पनि a हुन पर्छ हो किन अनि मात्र यो फर्मुला युज गर्नु पर्छ अब हाम्रो यो टर्म छ त छैन नि त हो किन हेर्नु x को पावर -1/2 a को पावर -1/2 जस्तो छ हो किन तल अब x माइनस यहाँ x हुने बेला यहाँ पनि x यहाँ a हुने बेला यहाँ पनि a हुन पर्छ माइनस हुने बेला माइनस नै हुन पर्छ हो किन अब त्यही गरौँ यो फर्मुला लाउनलाई लिमिट डेल्टा x टेन्ड्स टु 0 हो कि हैन के हुन्छ 4 minus 5x minus 5 delta x को पावर minus 1 upon 2 minus 4 minus 5x को पावर minus 1 upon 2 whole divide by के लेख्न पाइयो 4 minus 5x minus 5 delta x हो कि हैन minus 4 minus 5x के लेख्न पाइयो पाइन किन भनेर हेर्नु त लिमिट x टेन्ड्स टु a x टेन्ड्स टु a हुने बेला के हुन्छ यहाँ के हुन्छ x को पावर n माइनस a को पावर n बाइ x माइनस a हुन्छ हो किन यहाँ x हुने बेला यहाँ पनि x हुनु पर्छ यहाँ a हुने बेला यहाँ पनि a हुनु पर्छ यहाँ माइनस हुने बेला यहाँ पनि माइनस भएपछि बल्ल बात त n a को पावर n माइनस 1 फर्मुला युज गर्न पाउँछौं हो कि हैन त्यस्तो भने अब हेर्नु यहाँ मैले त्यही लेखे हो कि हैन त्यो लेखे भनेपछि अब
यो लेखेपछि यहाँ पनि के गर्नुपर्छ त भन्दा यहाँ पनि त्यही नै लेख्न पर्छ हो किन लिमिट 4 minus 5x minus 5 delta x tends to 4 minus 5x लेख्न पर्यो हो कि हैन किन लेख्न पर्यो त भन्दा यो किन लेख्न पर्यो त भन्दा हेर्नु त लिमिट x tends to a x को पावर n minus a को पावर n by x minus a हुने बेला के हुन्छ n a को पावर n minus 1 हुने हो कि हैन हुने हो भनेपछि हेर्नु त यहाँ x हुने बेला हामीले x हुनु पर्छ यहाँ a हुने बेला यहाँ पनि a हुनु पर्छ त्यही गरे गर्ने हो नि त यो x यसले a मान्नु भयो भने x tends to a जस्तो भयो कि हैन भयो त्यही लेखे मैले अपन x minus a नै भयो x minus a भएपछि अब हामी सिधै यो फर्मुला लेख्न पाउँछौं अब यहाँ एउटा कुरा छ ब्राकेटले खुलाउनु त यहाँ ब्राकेटले न्युमेरेटरको सेमै छ हैन डिनोमिनेटरको ब्राकेट खुलाउनु त के हुन्छ 4 minus 5x minus 5 delta x minus 4 plus 5x minus minus plus हुन्छ त्यही भएर plus 4 र minus 4 क्यान्सल भयो minus 5x र plus 5x क्यान्सल भयो minus 5 delta x बच्यो बच्यो यहाँ हाम्रो के छ डेल्टा x मात्रै छ यहाँ के आयो minus 5 बढी आयो कि आएन एक्स्ट्रा टर्म आयो कि हैन आयो भनेपछि यसलाई क्यान्सल गर्नलाई के गर्नु पर्छ मल्टिप्लाई गर्नु पर्यो minus 5 हो कि हैन अब यो गरेपछि बल्ल यो र यो क्यान्सल भएर माथिको यो टर्म आउने हो कि हैन यो टर्म खुलाउँदाखेरि यो टर्म आउँछ हो किन -5 ले -5 ले क्यान्सल गर्ने डेल्टा x माथिको बच्चेको बच्दैन बच्छ हो भनेपछि यो -5 चाहिँ यसरी थप्यो है त ब्राकेट खुलाउनु -5 डेल्टा x आउँछ अब -5 चाहिँ हाम्रो छैन नि त यहाँ हो किन छैन भनेपछि अब हाम्रो यो एक्स्ट्रा टर्म आफै यसलाई क्यान्सल गर्नलाई -5x ले मल्टिप्लाई गर्नुपर्छ अब सिधै त्यो फर्मुला राख्न त यो के लेख्न पाउँछ त n भनेको छ -1/2 a भनेको छ त 4 minus 5x को पावर n minus 1/2 minus 1 यो भयो हो हैन किन त भन्दा लिमिट x tends to a x को पावर n minus a को पावर n by x minus a हुने बेला के हुन्छ त हाम्रो n a को पावर n minus 1 हुन्छ नि त हो किन हो मैले यही फर्ममा लेखे है त यसलाई चाहिँ मैले यो फर्ममा लेखेको छु है त त्यसरी आको भनेपछि अब के लेख्न पाइयो -1/2 4 minus 5x को पावर -3/2 भयो हो कि हैन -1/2 4 minus 5x को पावर तल झार्दा के हुन्छ 3/2 हुने भयो हो कि हैन therefore dy by dx बराबर हाम्रो के हुन्छ त यही आन्सर हुन्छ है त एकदम झुकिन पर्ने चाहिँ यो स्टेपमा छ है यो झुकिने चाहिँ योमा छ हाम्रो यही नै के हो त हाम्रो फाइनल आन्सर हो है त यही नै के हो त हाम्रो फाइनल आन्सर हो ल आजलाई हामी यो डेरिभेटिभको यो इम्पोर्टेन्ट क्वेशन सल्भ गर्यो अब हामी नेक्स्ट क्लासमा अझै फर्दर क्वेशनहरु सल्भ गर्ने छौं आजको लागि यति गर्न चाहिँ हस्त थ्यांक यू